यो सानो नोटबुकले मेरो लाइफ कम्प्लिटली चेन्ज गरेको छ। लास्ट 6 मन्थदेखि म यो नोटबुकलाई एज अ डेली प्लानर युज गर्दैछु एन्ड ट्रस्ट मी द इम्प्रुभमेन्ट्स आर रियल। आई नो कि मोबाइलमा यस्तो एप्सहरू टन्नै छन् जस्तै नोसन, नोट्स, टु डु एप्सहरू, तर यो एपहरू प्रोडक्टिभिटी सँगसँगै डिस्ट्र्याक्सन पनि लिएर आउँछ। फर इक्जाम्पल तपाईँ टु डु मेन्टेन गर्ने एउटा एपमा जानुभयो, त्यहाँ हाई चान्सेस हुन्छ कि तपाईँ एउटा सोसल मिडिया एपमा इन्टर गर्नुहुन्छ र वान्स यु गेट इन टु द रिल सेक्सन तपाईँको 1 आवर पनि 1 मिनट जस्तो लाग्छ। एनिवेज यो नोटबुकले जुन प्रोडक्टिभिटी मलाई प्रोभाइड गरेको छ, न त कुनै एप, न त कुनै बुक, न त कुनै मोटिभेसन भिडियो, कसैले पनि त्यस्तो प्रोडक्टिभिटी प्रोभाइड गरेको छैन। सो इन दिस भिडियो आइ एम गन टिच यु तपाईँले नोटबुक युज गरेर कसरी आफ्नो प्रोडक्टिभिटी इन्क्रिज गर्न सक्नुहुन्छ। नाउ लेट्स गेट स्टार्टेड। अलि टाइम अगाडि जब म नोटबुक युज गर्थेन, मसँग प्लानिङ र गोल्सहरूको थुप्रै लिस्ट हुन्थ्यो। 1 वर्षमा यो गर्छु, 1 हप्तामा यो गर्छु, 1 महिनामा यो भ्याउँछु, थुप्रै लिस्ट हुन्थ्यो। गोल्सहरूको लिस्ट टन्नै, तर नो फिक्स टाइम, नो डेडलाइन्स, नो सिस्टम, जसले गर्दा चाहिँ मेरो प्रोकास्टिनेसनको रेट चाहिँ एकदमै बढ्दै थियो। र जब मैले नोटबुकमा यो सबै कुराहरू नोट गर्न लागि आफ्नो प्लानिङहरू, नट पर्फेक्टली, नट ब्युटिफुल्ली, जस्ट अनेस्टली मेरो सबै थट्सहरू, मेरो सबै फियरहरू, मेरो सबै प्लान्स, मेरो सबै गोल, मेरो मिस्टेकहरू सबै नोट डाउन गर्न थालेँ। र मेरो यो एक्ट ह्याबिटमा कन्भर्ट भइसकेपछि चाहिँ इभेन्चुअली मैले गुड रिजल्ट पाउन थालेँ। मेरो प्रोडक्टिभिटी इन्क्रिज भएको मैले आफै फिल गरेँ। यदि तपाईँ पनि यस्तो सिचुएसनमा हुनुहुन्छ, तपाईँको प्लानको, तपाईँको गोलको लिस्टहरू टन्नै छ, तर तपाईँको कम्प्लिट गर्न सक्नुहुन्न भने तपाईँ लेजी होइन कि यु आर जस्ट नट अर्गनाइज्ड। र अर्गनाइज्ड हुनको लागि यु मस्ट नो हाउ टु मेन्टेन नोटबुक। र यो सेक्सनमा हामी कुरा गर्नेछौँ एउटा नोटबुकलाई कसरी मेन्टेन गर्ने र मैले कसरी मेन्टेन गर्दै आएको छु। फर्स्ट स्टेप भनेको चाहिँ हाम्रो बाई अ नोटबुक। एउटा मात्रै नोटबुक किन्ने, एउटाभन्दा बढी नकिन्ने। किन भन्दाखेरि यदि तपाईँले बढी किन्नुभयो भने तपाईँले नोट मेकिङ प्रोसेस मेन्टेन गर्न सक्नुहुन्न। त्यही भएर स्टार्टिङमा जस्ट बाई अ सिङ्गल नोटबुक। सिम्पल हुनु पऱ्यो एकदमै, कुनै फ्यान्सी चाहिँदैन हामीलाई, कुनै एस्थेटिक चाहिँदैन, एक्सपेन्सिभ चाहिँदैन, चिप भए पनि हुन्छ, जस्ट सिम्पल नोटबुक। सेकेन्ड स्टेप भनेको चाहिँ हाम्रो राइट डाउन टास्क। अब टास्क लेख्ने बेला एकदम इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि हामीलाई कुनै इयरली प्लानिङ गर्न छैन, हामीलाई कुनै मन्थली प्लानिङ पनि गर्न छैन, नट इभन विकको प्लानिङ, जस्ट अ सिङ्गल डे। तपाईँले के गर्ने भन्दा सुत्नुभन्दा अगाडि या मर्निङमा त्यो दिनको टास्क लेख्ने जस्ट 3, न त 3 भन्दा बढी, न त 3 भन्दा लेस। किन भन्दाखेरि यदि तपाईँ मल्टिटास्क गर्न थाल्नुहुन्छ, यदि तपाईँ धेरै टास्कहरू लिन थाल्नुहुन्छ भने लास्टमा कम्प्लिट भएन भने डिमोटिभेटेड फिल हुन्छ। र अर्को कुरा, दिनमा 10-20 वटा टास्क कम्प्लिट गर्न पोसिबल पनि छैन। सो जस्ट बी प्र्याक्टिकल। र अर्को पोइन्ट भनेको हाम्रो तपाईँको टास्क चाहिँ एकदम क्लियर हुनुपर्छ, कुनै पनि कन्फ्युजन त्यहाँ हुनु हुँदैन। फर इक्जाम्पल तपाईँको एउटा टास्क छ राइट युट्युब भिडियो। यस्तो जेनेरिक भन्दा चाहिँ तपाईँले अलिक स्पेसिफिक डिटेलली लेख्नुपर्छ। जस्तै राइट 600 वर्ड अफ स्क्रिप्ट अफ युट्युब, यसरी लेख्न सक्नुहुन्छ। र अर्को पोइन्ट जुन चाहिँ मलाई काम गरेको थियो, मेबी तपाईँलाई पनि काम गर्न सक्छ, टास्कको साइडमा एउटा टाइम स्ट्याम्प एड गरिदिने, स्टार्टिङ टाइम र डेडलाइन टाइम। यसले चाहिँ मलाई कसरी हेल्प गरेको थियो भन्दा म चाहिँ स्टार्टिङमा मल्टिटास्क गर्थेँ। जस्तै एउटा काम गऱ्यो, फेरि अर्कोमा सिफ्ट भइहाल्यो, अर्को टास्कमा सिफ्ट भइहाल्यो। र जबदेखि मैले यो टाइम स्ट्याम्पवाला फलो गर्न थालेँ, मेरो फोकस पनि एउटा काममा इन्क्रिज भयो र एउटा टास्क कम्प्लिट पुरा भएपछि म बल्ल अर्कोमा जान थालेँ र मेरो टास्कहरू पनि सिक्वेन्स अर्डरमा कम्प्लिट हुन थाल्यो। र लास्ट स्टेप भनेको हाम्रो एट द एन्ड अफ द डे तपाईँको जुन टास्क कम्प्लिट भयो त्यसलाई चेक मार्क गर्ने, क्रस गर्ने, र जुन कम्प्लिट भएन नो प्रब्लम, त्यसलाई चाहिँ अर्को दिनको लागि मुभ गर्ने। र द्याट्स इट। एउटा सिङ्गल पेज, एउटा दिनको प्लानिङ र रियल रिजल्ट। र एज अ कन्क्लुजन, नोट मेकिङ प्रोसेसलाई कम्प्लिकेट नगर्नु, यसलाई जति सजिलो बनायो त्यति राम्रो हो। म मान्छु कि यो प्रोसेसलाई सुरुमा एडाप्ट गर्न एकदमै गाह्रो हुनसक्छ, मलाई पनि त्यस्तै भएको थियो। बट ट्रस्ट मी, यदि तपाईँले यो एक्टलाई ह्याबिटमा कन्भर्ट गर्नुभयो भने तपाईँको भित्रको प्रोडक्टिभिटी इन्क्रिज भएको तपाईँले आफै फिल गर्नुहुन्छ। र आजको लागि यति नै। तपाईँलाई नोट मेकिङ प्रोसेसको डिटेलली अझै भिडियो चाहियो भने कमेन्ट गर्नु होला, म फेरि पनि भिडियो ल्याउने छु। टिल देन, बाई बाई।